यो लोक सेवाको आइक्यू पार्टबाट सोध्ने खालको क्वेसन रहेको छ, जसलाई हामी यसलाई मेट्रिक्स पनि भन्न सक्छौँ। यसमा के छ भने यहाँ 2 छ, 7 छ, 6 छ, 9 छ, 5 9 5 1 रहेको छ, यहाँ 4 छ, 3 छ, र यहाँ के छ मिसिङ छ। यो मिसिङमा के राख्नुपर्छ र त्यो सिलेक्ट गर्नको लागि हामीलाई अप्सन एबाट या बीबाट या सीबाट या डीबाट हामीले केही सिलेक्ट गर्नुपर्छ। अब सिलेक्ट कसरी गर्ने, यसको सिम्पल तरिका के रहेको छ भने यहाँ हेर्नु, यहाँ माथि के छ 2 छ, 7 छ, 6 छ। अब तीनटैलाई हामी जोड्छौँ भने कति हुन्छ 15। ओके, यसमा पनि हेर्नु 9 छ, 5 छ, 1 छ, जोड्छौँ भने कति हुन्छ 15। ओके, अब यताबाट पनि हामी हेर्छौँ भने 9 + 4 13 2 15। यताबाट पनि हेर्छौँ भने 5 3 8 7 15। यसको मतलब के छ भने हामीलाई यहाँ पनि 15 पुगाउनु छ। त 15 पुगाउनको लागि कति राख्नुपर्छ, त यहाँ के छ 4 छ, यहाँ के छ 3 छ, त 4 3 7 + 8 राख्छु भने 15 हुन्छ। त अप्सन कुनमा 8 राखिएको छ भने अप्सन ए मा 5 छ, अप्सन बी मा 7 छ, अप्सन सी मा के छ 8। त अप्सन सी का के हुन्छ यहाँ 8 हुन्छ। 4 3 7 7 + 8 के हुन्छ 15। यसरी नै आइक्यू क्वेसन सल्भ गरिन्छ।